हेलो गुड मर्निङ नमस्कार छिहरू सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि यहाँ फिट एन्ड फाइन छु। र विशेष गरेर आज पनि मेरो यो फार्मिङकै लागि भिडियो बनाउँदैछु र फार्मिङको भिडियो चाहिँ के बनाउँदैछु भन्दाखेरि मेरो ब्याक साइडमा देखिसक्नुभयो होला। मैले यो नयाँ केज सिस्टमको खोर चाहिँ सुरु गरेको थिएँ लगभग योभन्दा 10-12 दिन अगाडिदेखि र अहिले चाहिँ मेरो खोर लगभग 80% सम्म भइसकेको छ। अब यहाँनिर ट्रस्ट पुरा यो केज चाहिँ पुरा अहिले झलाइ हुँदैछ। यो केज बनिँदैछ। यो केज पनि लगभग अब सकिन आँट्यो। यसको थोरै कामहरू छ। अनि यो मेरो माथिको छाना लाउनु छ। अनि यहाँ डुड बनाउनु छ। बङ्गुरहरूले खाने जुन खाना खान्छ त्यो डुड बनाउनु छ यो साइडमा। अनि यो केजहरू बनाएको छु र अहिले चाहिँ मेरो काम कति हुँदैछ भनेर मात्रै यो भिडियो बनाएको। अलिक बादमा म यो केज कति लेन्थ, कति चौडा, लम्बा चौडा, कतिको बनाउनुपर्छ, कस्तो सिस्टमको बनाउनुपर्छ, हाइट टोटली गरेर म डिटेल्समा भिडियो बनाएर फेरि अपलोड गर्छु। किनभने मेरो जति पनि भ्युअर साथीहरूले सोध्नु भएको छ, व्यावसायिक साथीहरूले उहाँहरूले चाहिँ सोध्नु भएको छ कि यो केज सिस्टम बनाउँदा कतिको बनाउनु पर्ने, के कति नापसहितको भिडियो फेरि पनि अपलोड गर्नु होला भनेर भन्नुभएको थियो र म त्यसलाई बिर्सेको छुइनँ। त्यो कमेन्टलाई पढेर बिर्सेको छुइनँ। त्यसलाई फेरि पछि बनाउनेछु र मेरो भिडियो चाहिँ अलिक ढिलो आउने भएकोले गर्दा अहिले मेरो काम यति चल्दैछ भनेर मैले भिडियो बनाएको हो र म ब्याकबाट तपाईँहरूलाई देखाउन चाहन्छु। र अहिले चाहिँ मेरो यतिको काम बनिँदैछ। यहाँनिर यो केजहरू बनिँदैछ। जम्मा मैले लगभग यो केजहरू, यो खोरहरू चाहिँ 16 mm को टोटली 16 mm को रडले बनाउँदैछु र 16 mm को रड बनाउँदैछु। अनि यहाँ लगभग 16-17वटा चाहिँ केजको कोठाहरू छ। जम्मा मैले यहाँनिर 16-17वटा ठुलो बङ्गुरहरू हाल्न सक्छु। अनि यो माथि छाजन जुन छाना यता माथि दिनु छ र मेरो पुरानो बङ्गुर चाहिँ यता माथि। अहिले जाडोको सिस्टममा चाहिँ मैले पाल ओढाएर चाहिँ यो हट जस्तो बनाएको छु। भित्र बङ्गुरहरू छ। लगभग मेरो बच्चाबच्चीसँग जम्मा 70-80वटा जति छ। बच्चाबच्ची त नजोडौँ, ठुलो माउहरू लगभग 20-22वटा छ। अनि अब यसमा मैले केही माउहरू अझै पनि नयाँ माउहरू थप्नेछु। यो सिस्टमले बनाउँदैछु र यहाँनिर अझै पनि धेरै रडहरू थप्नु छ। हिजो होल्डर भाइहरूले चाहिँ जतिसम्म भ्याएको छ गरेको छ। अब फेरि यहाँनिर फेरि पनि यहाँनिर चाहिँ रडहरू थप्नुपर्ने छ यहाँ माथि। अनि यो साइडमा थप्नुपर्ने छ। अनि रडहरू थपेर चाहिँ यो साइडमा चाहिँ टोटली यहाँनिर चाहिँ ढोका रहनेछ, जुन चाहिँ बङ्गुरहरू छिराइन्छ ढोकाबाट यहाँ रहनेछ। अनि टोटली मैले ढलाइ चाहिँ सकेँ। अब त्यो सर्टिङ कसदैछु। मेरो मिस्त्री दाइ दिले दाइसँग यहाँनिर सर्टिङ कसदैछौँ। यहाँनिर सर्टिङ कसेर चाहिँ यहाँनिर अब यो डुडको माथिपट्टिको यो बनिँदैछ स्लोप भएर। अनि यता तल डुड बनिँदैछ। यो सर्टिङको उँधोपट्टि एउटा वाटपट डुड बनिन्छ। अनि यहाँनिर प्यासेज छोडेको छु मैले उँभोपट्टिको खोर र उँधोपट्टिको खोरको लागि। अनि उँधोपट्टि पनि प्यासेज छोडेको छु र एकदमै दामी बनाउने कोसिस गर्दैछु। यसलाई अहिले यतिसम्म काम हुँदैछ। अब यो खोर जब कम्प्लिट हुन्छ त्यहाँबाट पनि भिडियो हाल्नेछु। कम्प्लिट हुँदा कस्तो देखिने छ तपाईँहरू मेरो भिडियोलाई हेर्न नछुटाउनु होला। र म अहिले एकदमै बिजी छु। एकदमै बिजी भएको कारणले चाहिँ मैले त्यति साह्रो भिडियोहरू ल्याउन सकेको छुइनँ होइन। म एकदम बिजी छु। यहाँनिर कन्स्ट्रक्सनको काम चलिरहेछ होइन। बिजी भएर चाहिँ भिडियो ल्याउन सकेको छुइनँ। 2-3 दिनमा सकेसम्म भिडियो अपलोड गर्दैछु। तपाईँहरू माया गरेर हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। किनकि तपाईँहरूको सपोर्ट बेगर मैले भिडियो हालेको केही भ्यालु रहँदैन होइन। सो मैले चाहिँ आजको भिडियो चाहिँ थोरै नै बनाउन चाहेँ। जो मेरो कन्स्ट्रक्सन कति चल्दैछ त अहिले, कति मेरो काम बनिँदैछ भनेर मैले थोरै मात्रै अहिले भिडियो बनाउन चाहेँ। हाई भन्नु नानी। हाई नमस्कार छिहरू सबैजना। यतापट्टि सबैजनालाई नमस्कार छिहरू भनिदिनु। छिहरू कसरी गर्नुपर्छ? मेरो बाबाको भन्दैन भन्थ्यो त। यहाँ बसेर भन न, यहाँ बसेर भन। बाबाले यति धेरै काम गर्नुहुन्छ। मेरो बाबाको युट्युब च्यानललाई के गर्नु पर्यो? लाइक एन्ड सब्सक्राइब अनि बेल आइकनमा अल गरेर राख्नु पर्यो। है साथीहरू होइन, अङ्कल आन्टीहरू दादा दिदीहरू भन्नुपर्छ ल। ओके अन्त टक्कसँगले आज चाहिँ बिहानै भिडियो बनाउन थोरै टाइम पाएँ। नभए म एउटा आफ्नो दाँतलाई ब्रस गर्न धरि भ्याउँदिनँ।
किनभने म अहिले एकदमै बिजी छु र यो समय म एकदमै बिजी हुन्छु। अब यो बर्खाको टाइममा चाहिँ म प्रायः फ्री हुन्छु। अहिले चाहिँ मेरो कन्स्ट्रक्सन चल्दैछ त्यही कारण र यहाँ सबै मेरो यो भत्ताभङ्ग छ अहिले। यता रडहरू यता इँटाहरू सिमेन्ट बलुवा जताततै पराल जताततै भत्ताभङ्ग छ। मेरो घरहरू सबै भत्ताभङ्ग छ। अहिले म अहिले यसलाई केही पनि गर्न सक्दिनँ। जताततै यतातिर रडहरू आदि काटेर मेसिनहरू जताततै छटपस्ट छ होइन। अब केही दिन बादमा म यो सबै सनाकसिनिक पारेर चाहिँ एकदम यो मेरो आँगनलाई खुल्ला बनाउँछु। यहाँभित्र गाडीहरू मजाले घुम्छ होइन, मजाले बनाउँछु र भिडियो लामो हुन्छ। म धेरै नै प्रायः बोल्छु होइन र भिडियो लामो हुन्छ। आजलाई चाहिँ यति नै भिडियो गर्न चाहेँ। फेरि भेटौँला अर्को अपलोडमा। थ्याङ्क यू सो मच।